र नमस्कार सम्पूर्ण दर्शक महानुभावहरुमा र यहाँहरू सम्पूर्णलाई म यस च्यानलमा स्वागत गर्दछु। फेरि पनि हजुरहरूको समक्ष नयाँ भिडियो लिएर उपस्थित भएको छु। र आजको यस भिडियोको विषय के रहेको छ भने हामी आफ्नो जीवनको जिम्मेवार हामी आफै बन्नु सिक्नुपर्छ। हामी जबसम्म आफ्नो जीवनको जिम्मेवारी बन्दैनौं तबसम्म केही हुनेवाला छैन। हामी अरूको भरोसामा बाँचेर हुँदैन। हामी अब ठुलो भयौं, अब हामी केही गर्न सक्छौं भनेर म आफ्नो जिम्मेवारी आफै लिन्छु, म आफै उठाउँछु, म सक्छु भन्नुपर्छ। र मैले आज यस भिडियो किन बनाइरहेको छु? जिम्मेवारी है, आफ्नो जीवनको जिम्मेवारी आफै उठाउन सिक्नुपर्छ भन्ने विषयलाई लिएर किन भिडियो बनाइरहेको छु भने हामी जबसम्म आफ्नो जीवनको आफ्नो जिम्मेवारी उठाउँदैनौं, आफै लिँदैनौं, तबसम्म हामी लाचार हुन्छौं। हामी गोली जस्तो हुन्छौं। गोलीलाई आफ्नो जिम्मेवारी छैन। उलाई जता कुल्लायो कुल्लिन्छ। एउटाले यता हिर्काइदिन्छ, उता पुग्छ, उताबाट यता कुल्लाइदिन्छ, यता कुल्लाइदिन्छ। हामी मान्छे पनि आफ्नो जिम्मेवारी आफै उठाउन सकेनौं भने यस्तै प्रकारको हुन्छौं। संसारमा कसैले पनि कसैको जिम्मेवारी उठाउँदैनन्। यसै कारणले गर्दा हामीले आफ्नो जीवनको जिम्मेवारी आफै उठाउनु सिक्नुपर्छ। तपाईले सोच्नु भएको छ? तपाई एउटा समस्यामा फसिनु भयो, तपाईलाई दुःख पर्यो, तपाईले सोच्नु भयो कि मलाई को आएर बचाउँछ? तपाई पर्खिरहनु भयो, मलाई कसै न कसै आएर बचाउँछ होला। सायद मेरो परिवारले बचाउँछ होला, सायद मेरो साथीभाइले बचाउँछ होला, सायद भगवानले बचाउँछ होला, ईश्वरले बचाउँछ होला, र कसै न कसै आएर मलाई बचाउँछ होला भनेर बस्नुभयो भने तपाई त्यहीँ सडेर मर्नुहुनेछ, कुहिएर मर्नुहुनेछ। केही गर्न सक्नुहुँदैन। तर तपाईले आफ्नो जिम्मेवारी आफै उठाएर ओहो मेरो जीवनको जिम्मेवारी म आफै उठाउनुपर्छ भनेर तपाई अघि बढ्नु भयो। जे गर्नु छ मैले गर्नुपर्छ। कसैको भरोसामा बचेर मेरो केही हुनेवाला छैन, म आफै गर्छु, म जे भए पनि म गर्न सक्छु भनेर तपाई हिँड्नु सुरु गर्नुभयो। आफूले आफूलाई हिँडाउनु सुरु गर्नुभयो। म गर्न सक्छु, म गर्छु भनेर हिँड्नु थाल्नुभयो। तब तपाईले केही न केही गर्नुहुन्छ। तर जब तपाईले अरूको भरोसामा अरूले मेरो जिम्मेवारी उठाएको छ भनेर सोच्नु भएको छ तबसम्म तपाईले केही गर्न सक्नुहुँदैन। आफ्नो जीवनको जिम्मेवारी आफैले उठाउनै पर्छ। हामी अरूको भरोसामा बाँचेर हुँदैन। केही गर्नु छ भने आफ्नो सुरक्षा आफै गर्नुपर्छ। मैले भन्न खोजेको आफ्नो जिम्मेवारी उठाउनु सिक्नुपर्छ भन्नाले यति मात्रै बुझ्दैन कि जिम्मेवारीको कुरा मात्रै बुझ्दैन। आफूले आफूलाई जोगाउनु पनि हो। आफूले आफूलाई बचाउनु पनि हो। कसैले तपाईलाई भिरमा लगेर एउटा ढुङ्गाको पहाडमा लगेर लु भिरमा लगेर यहाँबाट उफ्रिदेऊ तिमी, यहाँबाट उफ्र तिमी भन्यो भने तपाई उफ्रिनुहुन्छ त्यहाँ? तपाई उफ्रिनु हुँदैन नि। किन उफ्रिनु हुँदैन? यो भएर उफ्रियो भने त म मर्छु, म त आफूले आफूलाई मार्न चाहदिनँ भनेर तपाईले सोच्नुहुन्छ नि। यो हो नि त आफ्नो जिम्मेवारी उठाउनु। किनभने आफ्नो जिम्मेवार छु नि त म। मेरो शरीरको जिम्मेवार छु नि त। मैले शरीरलाई जोगाउनु पर्छ नि त। म यसरी अरूको सुझावमा, अरूको अनुसारमा म उफ्रिनु भएन नि भनेर तपाईले सोच्नुहुन्छ नि त। र यही कुराले तपाईको जीवनमा लागू हुन्छ। यो सानो मैले भन्न खोजेको कुरा सानो लाग्छ होला, आफ्नो जीवनको जिम्मेवारी आफै उठाउनु भन्ने कुरा सानो होला, तर यसलाई बुझ्नु हो भने, यो गहिराइमा गएर सोच्नु हो भने यसले जीवनमा ठुलो भूमिका निभाएको हुन्छ, ठुलो खेल खेलेको हुन्छ। हामीले आफ्नो जीवनको जिम्मेवारी उठाउनु नसकेको कारणले गर्दा हामीले केही गर्न पनि सकिरहेका हुँदैनौँ, हामीले केही देखेका पनि हुँदैनौँ, केही गर्नुपर्ने रहेछ भन्ने कुरा पनि थाहा हुँदैन। र जब हामीले आफ्नो जीवनको जिम्मेवारी म आफै उठाउँछु भनेर हिँड्छौँ तबदेखि हामीले गर्न पनि थाल्छौँ, केही न केही हुन पनि थाल्छ, राम्रो हुँदै जान्छ। हरेक कुरोमा यही हो लागू हुन्छ। तपाई कुनै नराम्रो संगतबाट उम्किनु खोजिरहनु भएको छ भने तपाईले त्यहाँनिर आफ्नो जिम्मेवारी उठाएको हुनुपर्छ।
जब त्यहाँनिर तपाईँले आफ्नो जिम्मेवारी उठाउनु भएको छ, आफ्नो जिम्मेवार आफै हो भनेर सोच्नु भएको छ भने तपाईँ त्यो सङ्गतबाट निक्लिन सक्नुहुन्छ। तर तपाईँले आफ्नो जिम्मेवारी आफै उठाउन सकेको छैनन् भने त्यस समयमा तपाईँ त्यहीँनिर फसिनुहुन्छ। जुनै पनि कुरामा त्यही हो। सबै कुरामा यो कुरोले लागू गर्छ। सानो कुरा हो तर ठुलो भूमिका निभाएको हुन्छ, ठुलो खेल खेलेका हुन्छ। राम्रो सोच्नुहोस् तपाईँले। हाम्रो समाजदेखि लिएर, हाम्रो देशदेखि लिएर, हाम्रो ठाउँतिर कोही मानिस एउटा लिडर बनेका छन्, ठुलो मान्छे बनेका छन्, सक्सेसफुल बनेका छन्। उहाँसँग जानुहोस् र गफ गर्नुहोस्। उहाँ लाचार छैनन्, जिम्मेवारी नै नभएको मान्छे होइनन्। उहाँसँग भन्नुहोस् गएर मसँग 1 घन्टा गफ गरौँ, तपाईँसँग गफ गर्दैन 1 घन्टा। र तपाईँ चाहिँ फेरि खै आएर 1 घन्टा गफ गर्नु त होइन, 10 घन्टा गफ गर्दाखेरि पनि तपाईँलाई कुनै फरक पर्दैन। किन? तपाईँको जिम्मेवारी नै छैन। आफ्नो जिम्मेवारी बोकेर हिँडेपछि के हुन्छ भने कसैले हामीलाई भुलाउनु खोज्दैछ या हामीलाई सताउनु खोज्दैछ, बिगार्नु खोज्दैछ भने ओहो मैले आफूलाई बिगार्नु हुँदैन, किनभने मेरो शरीरको मेरो आफ्नो जिम्मेवारी मैले बोकेको छु भने मैले जोगाउनुपर्छ। मैले यी कुराहरूमा लगाउनु हुँदैन मलाई भनेर तपाईँले सोच्नुहुन्छ, सचेत हुनुहुन्छ। र जबसम्म तपाईँले जिम्मेवारी बोक्नु सक्नु हुँदैन तबसम्म केही पनि हुनेवाला छैन। यो कुरो साँचो हो, सत्य हो। यही कुरा नबुझेको कारणले हामी कतिपय मानिसहरू लाचार भएका हुन्छौँ, केही गर्न पनि सकिरहेका हुँदैनौँ। केही गर्छु भनेर ठानेर गर्दा पनि हामी केही गर्न नसकेको कारण यही हो। र यहाँहरूलाई आजको यस भिडियोमा मैले यी कुराहरू बताइदिएको छु र यो कुराको जीवनमा ठुलो खेल हुन्छ। हामी विशेष गरी टिनेजमा भएका भाइ बहिनीहरू जस्तै अनि म जस्तै मेरो उमेरका साथीभाइहरू है, जो जति पनि हुनुहुन्छ, हामी के सोच्छौँ भने हामीले केही निर्णय लिन चाहन्छौँ, केही गर्न चाहन्छौँ, थाहा हुन्छ हामीलाई, हाम्रो अन्तरात्माले बताइरहेको हुन्छ कि म यो कुरो गर्न चाहन्छु भनेर। तर हामी के सोच्छौँ भने परिवारले पो हामीलाई सहायता गर्छ कि, हामीलाई परिवारले पो उठाइदिन्छ कि, या त कसैले हामीलाई सघाइदिन्छ कि, मद्दत गरिदिन्छ कि भनेर सोचिन्छौँ। हामीले केही ठुलो डिसिजन लिन अघि सोच्छौँ। हामीले यो कुरो एकताल घरको मान्छेलाई बताऊँ कि, या कसैलाई पो सुनाऊँ कि, साथीभाइलाई सुनाऊँ कि, प्रेमिकालाई सुनाऊँ कि, होइन, त्यस्तै प्रकारको कुरा हाम्रो मनमा खेल्छ। तर यो सुनाउँदाखेरि जब हामीले आफ्नो मनको कुरा सुनाउँछौँ कसैले पनि विश्वास गर्दैनन्, कसैले पनि गर्न सक्छौ तिमीले यो गर भन्दैन। सबैले गलत भनिदिन्छन्, सक्दैन भन्छ। र यही कारणले गर्दा मैले भन्न खोजेको कि आफ्नो जिम्मेवारी आफै उठाउन सिक्नुपर्छ। चाहे असफल होस्, चाहे सफल होस्, चाहे कुरा काम बिग्रोस् या चाहे सप्रोस्, आफ्नो जिम्मेवारी हो। किनभने मेरो लाइफ हो भने म आफै गर्न खोज्नुपर्छ। मेरो लाइफलाई मैले चलाएको हुनुपर्छ। अरू कसैलाई मैले मेरो लाइफलाई चलाउन दियो भने उहाँलाई थाहा छैन मेरो लाइफको बारेमा, मेरो शरीरको बारेमा थाहा छैन। उनीहरूले लापरवाही गरेर चलाइदिन्छन्। र यो कारणले गर्दा मलाई दुःख छ। मलाई यो कुरो मन पर्दैन। मलाई आफूले आफूलाई दुखाउनु, आफूले आफूलाई खाल्टामा हाल्नु मलाई मन पर्दैन। भनेर तपाईले आफ्नो जीवनको निर्णय आफै लिनु सिक्नुपर्छ। जबसम्म तपाईले आफ्नो जीवनको निर्णय आफै लिनु हुँदैन तबसम्म संसारभरिका मानिसहरूले तपाईलाई गोली जस्तो खेलाइदिन्छ, गोली जस्तो कुल्लाइदिन्छ र तपाईको जिन्दगी गोली भन्दा भित्तर हुन्छ, बिग्रेर जान्छ। के हो घरि यता घरि उता, घरि यता घरि यता हुँदा हुँदा हामी पागल हुन्छौँ। हामी कता न कताको हुन्छौँ। र यही कारणले गर्दा जब हामीले आफ्नो जिम्मेवारी उठाउन सिक्छौँ, हामीले आफूले आफूलाई जिम्मेवार ठान्छौँ, होइन, हाम्रो मेरो पनि एउटा जिम्मेवार छ। अरू केही मेरो यो भौगोलिक संसारमा मेरो जिम्मेवारी नभए पनि म आफूले आफूलाई
जिम्मेवार ठान्छु। मेरो यो शरीरको जिम्मेवारी म लिनुपर्छ। के गर्नुपर्ने के नगर्नुपर्ने यो मैले निर्णय लिनुपर्छ। यो मैले कसैलाई सोधेर कसैलाई भनेर हुने कुरो होइन। यो मेरो हिसाबमा चल्नुपर्छ भनेर तपाईँ हिँड्नुपर्छ। र यहाँहरूलाई मैले आज यी कुराहरू बताइदिएँ र कस्तो लाग्यो हजुरहरूलाई, के कस्तो लाग्यो आफ्नो आफ्नो प्रतिक्रिया दिनुहोस् होला। मैले पनि कतिवटा गल्तीहरू गर्छु, किनभने गल्ती गरिरहेकै हुन्छ हामीले बारम्बार है। र गल्तीहरू भएमा क्षमा पाऊँ र म आउँदो दिनहरूको भिडियोमा म सुधार ल्याउनेछु, सुधार गर्नेछु। र भिडियोलाई अन्त्य गर्न अघि हजुरहरूलाई म केही कुरा भन्न चाहन्छु। र संसारमा थोरै मानिसहरू मात्रै छन् जो आफ्नो जीवनको अमूल्य समय यस्तै ज्ञानको कुरामा लगानी गर्ने गर्छन्। ती मानिसहरूमध्ये हजुर एक हुनुहुन्छ जो आफ्नो जीवनको अमूल्य समय यस्तै ज्ञानको कुराहरूमा लगानी गर्ने गर्छन्। र यस्तै प्रकारको भिडियोहरू आउँदो दिनमा हेर्न चाहनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गरी बेल आइकनलाई थिचिदिनुहुन्छ भन्ने आशा राख्दछु। र धेरै धेरै धन्यवाद हजुरहरूले मेरो भिडियो अन्त्यसम्म हेरिदिनु भयो।